So yeah, what is a beautiful people फेरि पनि तपाईहरुलाई स्वागत छ। अब फाइनलमा हामी भने चाहिँ प्रस्थान गर्दै थियौं जहाँ स्लिपीलाई यहाँबाट नमिठो सरप्राइज ग्रेनेडको साथमा भने चाहिँ सरप्राइज गरिएको जस्तो देख्न पाइएको छ। प्लेयर गट डाउन फिनिश अप नै गरिएको छ। होरो स्पोर्ट्सको लागि सुरुवात भने चाहिँ पक्कै राम्रो बनिरहेको थिएन, तर नो फियरले इन्स्ट्यान्ट रिटालिएसन दिँदैछन् त्यहाँ प्लेयरमाथि। जुन इन्स्ट्यान्ट रिटालिएसन थियो त्यसलाई भने पनि यहाँबाट ट्याकल डाउन गर्नको लागि गाह्रो बनिरहेको छैन। उतापट्टि हाइट दामीको तर्फबाट पनि रिगलाई फिनिश अप गरिएको छ। सिनारियो हेर्नुहुन्छ भने अझै पनि होरो स्पोर्ट्सको हातमा कम्प्लिटली गेम आइसकेको भन्ने कुरा चाहिँ हामीले देख्न पाएका छैनौँ। एएसटीका टिम्सहरू तितर बितर भएका छन्, यताउता छुटिएका छन् ग्रेनेडको साथमा। यहाँबाट मल्टिपल सर्ट्सहरू पनि स्काईको तर्फबाट कनेक्सनमा ल्याउने प्रयत्न हुँदैछ, तर यसको लागि पोजिसनिङ अर्कै चाहिएको छ। होरो स्पोर्ट्स डाइरेक्टली त्यहाँबाट प्रेसन गर्न सक्दैनन्। त्यहाँबाट तलपट्टि गएर डाइरेक्टली आफूलाई भने चाहिँ त्यहाँबाट इस्टाब्लिस गर्न अलिकति गाह्रो बनिदिन सक्छ भन्ने कुरा हो। एक राउन्डको पहिलो म्याच चल्दैछ। त्यो सिचुएसनमा भने चाहिँ टिम्सहरूको लागि पहिले म्याचदेखि एउटा इन्टेन्स ब्याटल भने चाहिँ यहाँबाट बनिदिन सक्ने माहौलहरू बन्दै गरेर हामीले देख्न पाइरहेका छौँ। होरो स्पोर्ट्सको लागि कहानीहरू राम्रो बनिरहेको थिएन। उता नोफियरलाई टेकन डाउन गरिएको छ। अब फाइट 2v2मा आइसकेको छ जहाँ नोफियरलाई फिनिस अप गरिने भयो। स्काई टेकन डाउन रहन्छन् त्यहाँ 81 एएसटीका टिम्सहरूले भने चाहिँ यहाँ तीनवटा प्लेयर होरो स्पोर्ट्सको लागि भने चाहिँ डाउन गर्दै गर्ने क्रममा अब भने पोसिबल सिचुएसन्सहरू राम्रो बनिरहेको देख्न पाइएको छैन, जहाँ एएसटीका डिजीलाई त्यहाँबाट टेकन डाउन गरिएको छ। प्लेयर नजिकबाट आउन खोज्दै थिए, जम्प सर्ट त्यहाँबाट काम गर्छ। होटोकेको तर्फबाट पहिलो राउन्ड सेक्योर भएको छ। अहिलेको लागि यो जित मेबी टिम्सको लागि एउटा सुरुवात हो। होरो स्पोर्ट्सको पनि राम्रै म्याचेसहरू भने चाहिँ त्यहाँबाट बन्दै गरिरहेको हामीले देख्न पाइरहेका छौँ। ट्राइबेरोमे चाहिँ अहिलेको लागि सिचुएसनमा अलिपट्टि बिस्तारै बिस्तारै बढ्न खोज्दै गरिरहेको पनि हामीले देख्न पाउने भयौँ। सिचुएसन अलिकति टफ छ टिम्सहरूको लागि। ब्याटलहरू पनि अलिकति बढी टफ नै बनिदिन सक्छ भन्ने एउटा विषय बन्दै गरिरहेको हो। जहाँ प्लेयर्सहरू माथि पनि डाउन अब इनिसिएट भइदिन सक्छ। त माफिया हाइट हामीलाई देख्न पाएका छौँ। एएसटी डिजीको तर्फबाट सर्ट्स आउँदै थियो। एएसटीका लोटोकेलाई त्यहाँबाट स्लिपीले टेकन डाउन निकालेका छन्। एएसटीको रिगको लागि पनि त्यहाँबाट मल्टिपल सर्ट्सहरू बन्दैछ। उनले डज गर्न खोज्दै थिए, त्यहाँबाट स्काईको ग्रेनेड डज गर्न गाह्रो छ। अनि यहाँ एएसटीको टिम्सहरूका लागि अन्तिम प्लेयर बाँकी थिए। इन्ट्री हुँदैछ। प्लेयरलाई डाउन निकाल्नको लागि मल्टिपल सिचुएसन छ र स्काईकै काम त्यहाँ अन्तिममा पुरा भएको देख्न पाउने भयौँ हामीले। दुईवटा एलिमिनेसन उनले निकालेका छन् टिमको अगेन्स्टमा। द्याट इज वाइल्ड भन्न सक्नुहुन्छ। अहिलेका लागि होरो स्पोर्ट्स एन्ड ट्राइबेरोमेसी पर्फेक्ट म्याच रहेका छन्। यो टक्करको गेम गर्न सक्ने सिनारियोमा हेर्नु पर्दाखेरि होरो स्पोर्ट्सका लागि ब्याटलहरू बिस्तारै बिस्तारै अब यहाँबाट आफ्नै पक्षमा आउँदै गर्ने क्रममा विपक्षका टिम्सहरू पनि अलिकति बढी पावरफुल छन् भन्ने कुरालाई बिर्सन भने पक्कै पर्ने छैन। त्यहाँ राउन्ड नम्बर 3 को स्टार्टिङ स्काई होर अगाडिपट्टि देख्न पाइएको छ। मजाले प्लेयर त्यहाँबाट बस्दैछन्, गाडी घुम्दैछ। ट्राइबेरोमेसीको अगेन्स्टमा त्यो गाडी घुम्दै गर्ने अवस्थामा मल्टिपल सर्ट्सहरू दिइएको थियो, तर यहाँ प्लेयर ओपनमा छन्। अब स्केप छैन। ब्याकमा रेकलाई टेकन डाउन गरिएको छ। स्काई चल्दैछन्। एएसटी ओजीलाई पनि टेकन डाउन गरिएको छ। लोटोके इभन गट डाउन एन्ड अन्तिम प्लेयर होटोके यहाँबाट बाँकी रहने भए। एन्ड होरो स्पोर्ट्सले बिस्तारै बिस्तारै एक एक गर्दै यहाँ प्लेयर्सहरूलाई टेकन डाउन गर्दैछन्। स्लिपी नजदिक आइसके, गाडी आइसक्यो। प्लेयरलाई टेकन डाउन गर्नको लागि होटोके माथि निकै नै ठुलो प्रेसर पनि आइसक्यो, तर ग्रेनेडले पिछा छोडिरहेको छैन। मली आउँदैछ। नोफियरको प्रेसर त्यहाँ थियो। प्लेयरले स्केप पटक्कै पाएनन्। त्यहाँ सकियो यो राउन्ड पनि। अन्त्य अब मेबी यहाँबाट यो राउन्डको अन्त्यसँगै अर्को राउन्डको स्टार्टिङ पनि भइ नै हाल्नेछ। राउन्ड 4 को स्टार्टिङले गर्दाखेरि अब कतिको प्रेसर बन्छ त लबीमा भन्ने कुरा हामीले हेर्न पर्ने भयो। प्रेसरले पिछा छोड्ने जस्तो देख्न पाइएको छैन। प्लेयर्सहरू यहाँ चुपचाप बसिरहेका छन्। फाइटहरू बिस्तारै बिस्तारै अलिकति बढी पावरफुल पनि हुँदै गरिरहेको हामीले देख्न पाइरहेका हौँ। र सिचुएसन उतापट्टिबाट मलीलाई पनि डज गर्न पर्ने भयो। एएसटीको लागि पनि त्यहाँबाट प्रब्लम बन्दै थियो। स्काई इभन त्यहाँबाट डाउन हुन्छन्। मेबी लोटोकेको डाउन सिचुएसनबाट। र अहिलेको लागि कहानीहरू अलिकति नकारात्मक बन्दैछ। टिम्सहरूका लागि पनि बिस्तारै बिस्तारै बनिरहेको यो फाइटमा भने चाहिँ पोसिबल सिचुएसन्सहरू भने चाहिँ राम्रो पक्कै पनि बनिरहेको छैन। नोफियरको अगेन्स्टमा त्यहाँबाट डाउन निकाल्नको लागि प्लेयर गएका थिए। रिगलाई डाउन निकाल्यो। नोफियरलाई पनि इन्स्ट्यान्ट रिटालिएट गरिएको छ। स्लिपी त्यहाँबाट नजिक आउन खोज्दै थिए। अर्को एउटा मलीको कनेक्सन आउने भयो। त्यहाँ पाथ छैन अब अगाडि जानको लागि। लोटोके सिधै अगाडिपट्टि फियर्सली नै बढ्न खोज्दैछन्। अलिकति बढी डर बिना नै प्लेयर्सहरू अगाडिपट्टि चढ्न पनि खोज्दै गरिरहेको देख्न पाइएको छ। माफियाको अगेन्स्टमा माफिया हटामीको अगेन्स्ट सर्टिन खोजिँदै थियो। उनी अन्तिम प्लेयर बाँकी छन् एन्ड च्यालेन्ज गर्दैछन् एएसटीको टिम्सहरूलाई। त्यहाँ नजिक आउन पनि खोज्दै गरिरहेको देख्न पाइन्छ। यो प्लेयरको क्लोज कमब्याकको मेबी हामीले निकै नै प्रशंसा पनि गरेका छौँ। र त्यसको लागि उनको एचपी थिएन, बढ्न सक्ने स्पेस थिएन एन्ड टेकन डाउन इजिली निकालिएको छ। होरो स्पोर्ट्स भर्सेस ट्राइब एरोमेसीको यो फाइटमा फेरि पनि अर्को एउटा जित ट्राइब एरोमेसीको रहनेछ, जहाँ फाइटको आँकडा भने चाहिँ अब यहाँ मेबी 2-2 को बनिसकेको हामीले देख्न पाउने भयौँ। मेबी यहाँबाट एएसटीको टिम्सहरूलाई हामीले होरोको ट्यागमा देख्न पाउँदैछौँ।
एबिटी पनि फिक्स हुनेछ प्रभावली, त्यही नै रहेको कुरा र उतापट्टि नो फियरलाई हामीले चेकआउट गर्न पाउने भयौँ। नो फियरको लागि पनि यहाँबाट सिचुएसन्सहरू भने चाहिँ त्यति बढी नकारात्मक बनिरहेको छैन। बिस्तारै बिस्तारै यहाँबाट पोइन्ट्सहरूलाई पनि त्यहाँ स्टेबिलिटीमा भन्दा पनि अलिकति बढी डोमिनेटिङ रिजल्टतर्फ भने चाहिँ बढ्नका लागि तयार हुँदै गरिरहेको पनि हामीले देख्न पाइरहेका छौँ। केही टिम्सहरूका लागि इभन फाइट्सहरू भने चाहिँ त्यहाँबाट राम्रो बन्दै गर्ने क्रममा पनि त्यति राम्रो चलिरहेका हामीले देख्न पाइरहेका होइनौँ। केही टिम्सहरू एकदम नै राम्रो एउटा स्केलमै नापेर खेल्ने खालको टाइपको त्यो गन पावर सेयर गर्दैछन्। यतापट्टिबाट पनि आतङ्क मचाउँदैछन्, उतापट्टिबाट पनि एकदम नै बढी डिस्ट्रक्टिभ गन पावर देख्न पाइँदैछ। जसले गर्दाखेरि यो ब्याटल इन्टेन्स छ, काँटाको टक्कर डेफिनेटली हुनेछ। त्यही नै हेर्न यहाँबाट मजा पनि आउने भयो। अहिलेको लागि तपाईँहरू स्ट्रिममा जोडिदिनु हुनुहुन्छ भने स्ट्रिमलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु भने चाहिँ डेफिनेटली नबिर्सिदिनु होला। यस्तै खालको गेम्स, यस्तै खालको इन्ट्रेस्टिङ टुर्नामेन्ट्सहरू श्री पेज स्पोर्ट्समा भइ नै रहेको हुन्छ, जस कारणले गर्दाखेरि तपाईँहरूलाई पनि नोटिफाई रहन डेफिनेटली जरुरी छ यहाँ। र एएससीको गेम्समा अब एउटा ग्रेनेड माफिया हैट दामी त्यो ग्रेनेडलाई अगाडिपट्टि पुर्याउन सक्छन् सक्दैनन्, कनेक्सन बन्छ बन्दैन त्यो रहेको थियो कुरा। र स्काईको तर्फबाट गएको त्यो ग्रेनेडले त्यहाँ लोटोकेलाई डाउन निकालेको छ। ओपनिङ र स्पोर्ट्ससँग रहने भयो। ट्राइबेर मिसीका लागि पनि बिस्तारै बिस्तारै अब यहाँबाट भने चाहिँ मेबी घाटाकै विषयहरू पनि बन्न सक्ने माहौलहरू बन्दै गरिरहेको देख्न पाइन्छ। स्काई भेहिकलको साथमा अगाडि आइसके, लोटोकेलाई बचाउने पोसिबिलिटिज त्यहाँ छैन। रेग मल्टिपल ग्रेनेडहरू त्यहाँबाट तन्काउँदैछन्, जुन ग्रेनेडको साथमा पोसिबल्ली प्लेलाई डाउन पनि निकालिन सकिन्छ कि भन्ने एउटा विश्वास थियो। अहिलेका लागि ग्रेनेडले त्यहाँबाट काम गरिरहेको जस्तो देख्न पाइएको छैन। एसटीको टिम्सहरू पनि सक्सेसफुली त्यहाँबाट रिभाइभलका लागि तयार हुँदै गरिरहेको थियो अवस्थामा यता मेबी माफिया दामीको तर्फबाट गइरहेको ग्रेनेड्स एन्ड मलीले पनि केही न केही एफेक्सन चाहिँ त्यहाँबाट देखाउन खोज्दैछ, केही न केही इफेक्ट त्यहाँबाट निस्किएको छ। तर स्काईको अगेन्स्टमा गएको यो ग्रेनेड उनलाई भने चाहिँ अलिकति बढी कम एचपीमा भने चाहिँ पक्कै पनि त्यहाँबाट इस्टाब्लिस गरिदिनेछ। यतापट्टिबाट हेर्नुहुन्छ भने अब यहाँ हो र स्पोर्ट्सको लागि कहानीहरू राम्रो बनिरहेको छैन। अगाडिपट्टि मली आउँदैछ, स्लिपले त्यो मली डज गर्न पर्ने थियो, अगाडिपट्टि रिक आउँदैछन् अनि यो 1-on-1 को फाइटमा रेगलाई टेकन डाउन गर्दै उतापट्टिबाट हैट दामीले एसेसमेन्ट दिन खोज्दैछन्। हो र स्पोर्ट्स आँकडालाई अगाडिपट्टि बढाउन खोज्ने भए अनि यो आँकडामा हो र स्पोर्ट्स अहिलेका लागि एक कदम अगाडि छ भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। तर राउन्डहरू हामीसँग अझै पनि टन्नै बाँकी छ। चाहिँ एससी नजदिक नजदिक आउन खोज्दैछन्। अहिलेका लागि सिनारियो टफ एन्ड टफ पनि बन्दैछ। स्काई ओरका लागि पनि यहाँबाट अगाडिपट्टिको सिनारियोमा पोइन्टहरू निकाल्न पर्ने एउटा जरुरी के एस्पेक्ट बन्न पनि पुग्दै गरिरहेको देख्न पाउने भयौँ। प्लेयर बचाउन सकियो भने हो र स्पोर्ट्सले अन्तिममा मजाले फाइट जित्न सक्छ। र यतापट्टि अब एएसटीको अगेन्स्टमा फेरि पनि एउटा धमाकेदार इन्ट्री निकालेका छन् यी टिम्सहरूले। स्काईलाई त्यहाँबाट देख्न पाइएको छ। अहिलेका लागि ग्रेनेडको कनेक्सन लोटोकीको तर्फबाट गएको थियो भने भएन, ग्रेनेड आउँदैछ, ग्रेनेडलाई डज गर्न पर्ने भयो। लोटोकीको अगेन्स्टमा गएको त्यो सिचुएसनमा ग्रेनेडको कनेक्सनले प्लेयरलाई डाउन भने चाहिँ पक्कै निकालेको छैन। प्लेयरले त्यहाँबाट मलीको कनेक्सनले भने सरप्राइज गर्न खोज्दैछन् यहाँ स्काईलाई। तर हैट दामी टेकन डाउन रहने भए उनलाई फिनिस अप गरिने भयो। नो मर्सीवाला गेम त्यहाँबाट खेलिएको छ। डाउन भएको प्लेयरलाई पनि इन्स्ट्यान्टली बचाइयो। डिजे त्यहाँबाट चुपचाप बस्दैछन्। त्यसको लागि त्यो ग्रेनेडको पनि युटिलिटिजलाई भने चाहिँ उनले युज गर्न खोज्दै गरिरहेको हामीले देख्न पाउने भयौँ। राउन्ड 6 को गेम अलरेडी खेलिसकिएको छ। त्यसको लागि लोटोकीको अगेन्स्टमा पनि नो फेयरले त्यहाँबाट पोजिसनिङ पाइ नै सकेको हामीले थाहा पाएका छौँ। सिचुएसन हातभन्दा बाहिर फुस्किन खोज्दै हो र स्पोर्ट्सको, तर अहिलेका लागि अझै पनि होल्ड राखिएको छ। 3वटा प्लेयर्सहरू बाँकी छन् जहाँ एएसटीको अगेन्स्टमा 4वटा प्लेयर्सहरूसँग फाइट खेल्न पर्नेछ यो टिमले। र कति बढी कन्सर्निङ कुराहरू रहेको त छँदैछ नै। तर यहाँ लोटोकेलाई पनि हामीले देख्न पाउँदैछौँ उनले नि पोजिसनिङ स्विच गर्न खोज्दैछन्। एएसटी एन्ड होरको मेबी गन पावरमा हामी त्यति घुस्ने छैनौँ। तर अहिलेका लागि लोटोकेले पनि बिस्तारै बिस्तारै मलीको कनेक्सन्सहरू त्यहाँबाट देखाउन खोज्दै गरिरहेको देख्न पाइएको छ। यो सिचुएसन नो फियरलाई डाउन गर्नका लागि त्यहाँबाट रिक अब केपेबल रहेको हामीले देख्न पाउने भयौँ। जम्प सर्ट बन्दैछ, प्लेयर पछाडिपट्टि रहेका थिए। स्लिपीको अगेन्स्टमा पनि यहाँबाट ब्याटल देखाइन्छ। एन्ड लोटोके विथ द्याट 1v3 हो र स्पोर्ट्सलाई भने चाहिँ यहाँबाट फेरि पनि त्यो आँकडामा बराबरको सिचुएसनमा ल्याइ पुर्याइदिएको देख्न पाउने भयौँ हामीले। अहिलेको लागि फाइनल्सको ब्याटल चल्दै थियो। ट्राइबेरो मेसीलाई त्यहाँबाट देख्न पाउँदैछौँ। फेरि पनि आफ्नो लागि के रिगेनिङ खालको सिचुएसनको पोइन्ट पनि त्यहाँबाट बनाउन खोज्दै गरिरहेको हामीले देख्न पाउने भयौँ। लोटोके फेरि पनि त्यही स्पिरिट त्यहाँबाट कायम गर्न खोज्दैछन्। स्लिपीले अलरेडी त्यहाँबाट हाई ग्राउन्ड एडभान्टेज पाइसकेका छन्। उनको अगेन्स्टमा ग्रेनेड पनि इभन जाँदैछ, ग्रेनेडलाई डज गर्दैछन् उनी। यता लोटोकेको तर्फबाट पोजिसन अलरेडी थाहा पाइसकिएको। स्लिपीको अगेन्स्टमा पनि त्यहाँबाट ग्रेनेडको कनेक्सन बनाउने प्रयत्न हुँदै नै हो। तर गएको ग्रेनेडले पोसिबली फेरि पनि केही एचपीहरू त्यहाँबाट डिल आउट गर्छ। प्लेयरलाई भने चाहिँ कम्प्लिटली एलिमिनेट गर्न सकिएको छैन त्यहाँ। यो सिचुएसन कम्पेरिटिभली बोथ अफ द टिम्सहरूका लागि अलिकति बढी इन्टेन्स पनि हुँदै गरिरहेका हामीले देख्न पाइरहेका हौँ।
माफिया हिट हामीले त्यहाँबाट चेकआउट गर्न पाएका छौँ बिस्तारै बिस्तारै बनिरहेको यो सिचुएसनमा अब के कसरी टिम्सहरूले पोइन्ट पाउनेछन् त्यो भन्ने कुरा हामीले हेर्न पर्ने थियो र अहिलेको लागि सिनारियो टिम्सहरू बिस्तारै बिस्तारै अघि बढ्दै गर्ने क्रममा यहाँबाट भने चाहिँ अलिकति पावरफुल एक्सपेक्टमा फसिरहेको जस्तो पनि देख्न पाइन्छ सिधै गएर खेल्न भने चाहिँ बोथ अफ द टिम्सहरूले चाहिरहेको छैन अघि ट्राइबेर मेसीले जसरी फाइट देखायो त्यसरी फाइट देखाउन चाहिँ अलिकति गाह्रो बन्दैछ तर उता स्लिपीलाई टेकन डाउन गरिएको छ अब जम्मा 3वटा प्लेयर्सहरू हुन् मजाले त्यहाँबाट प्रेसर बनाउने हो भने स्पोर्ट्सलाई इलिमिनेट गरेर त्यो आँकडामा आफ्नो लागि अलिकति बढी पोइन्ट्सहरू उनीहरूले जम्मा गर्न सक्छन् तर अहिलेको लागि यहाँ सिचुएसन हेर्नुहुन्छ भने एएसटीका टिम्सहरू मजाले अगाडिपट्टि आउन खोज्दैछन् यो सिचुएसनबाट पोइन्टहरू निकाल्नका लागि पनि पोसिबल्ली उनीहरूको लागि गाह्रो बन्न सक्ने एउटा माहौल बन्दै गरिरहेको देख्न पाइएको छ स्मोक त्यहाँबाट थ्रो अप गरिँदैछ प्लेयरलाई स्पोर्ट गरिएको थियो ब्याकमा अर्को प्लेयरले साह्रै इन्ट्री मार्दैछन् त्यहाँ तर हेर्नुहुन्छ भने यहाँ प्लेयरहरू अब भने क्वालिटी बढ्नै चाहिरहेका छैनन् होरो स्पोर्ट्सको लागि त अब प्लेयर एउटा छँदै छैनन् उनीहरू सिधै अगाडिपट्टि बढेर फाइट खेलिहाल्ने खालको माहौल पनि त्यहाँबाट डेफिनेटली रहिरहेको त होइन अहिलेको लागि ट्राइबेर मेसियाबाट चुपचाप बस्नेछ स्काई ओरोको लागि टेकन डाउन निकालिएको छ माफिया फाइट हामीलाई पनि त्यहाँबाट टेकन डाउनमा भने चाहिँ बाहिर निकालिएको नोफियालाई पनि त्यहाँबाट देख्न पाइन्छ नोफिया अब अन्तिम प्लेयर बाँकी छन् मेबी पोसिबली तर उनलाई पनि इलिमिनेट गर्दै यो राउन्डमा विजेता भने चाहिँ प्राप्त गरेको छ एएससीको टिम्सहरूले जुन कुरा हामीले आनन्दले देख्न पाइरहेका हौँ अब फेरि होरो स्पोर्ट्सको लागि प्रेसर छ पोइन्ट बराबर बनाउनु पर्नेछ बराबर बनाएर मात्र पनि भएन त्यो पोइन्टलाई अझै पनि माथि चिर्दै अगाडिपट्टि आफूलाई टपमा इस्टाब्लिस गर्न पर्नेछ यदि फाइनल जित्ने हो भने तर पोसिबिलिटिजहरू एकदम नै बढी छ यहाँ स्लिपीलाई हामीले देख्न पाइरहेका छौँ अगाडिपट्टि आउन खोज्दैछन् उनी तर यो सिचुएसनबाट हेर्नुहुन्छ भने माफिया हिटदामीको लागि पनि सिचुएसन्सहरू अलिकति बढी नकारात्मक बन्दै गरिरहेको पनि हामीले देख्न पाउने भयौँ रिकको अगेन्स्टमा गएको ग्रेनेड अलमोस्ट त्यहाँबाट प्लेयरलाई बस गरिदिइसकेको थियो त्यसको लागि यो सिनारियोमा पोइन्ट निकाल्न त्यति बढी सहज बनिरहेको छैन तर स्लिपीले त्यहाँबाट टेकन डाउन निकालिदिन्छन् अर्को प्लेयरको अगेन्स्टमा लोटोकेले त्यहाँबाट स्लिपीले डाउन निकालिदिएका थिए तर इन्स्ट्यान्ट रिटालिएसन हामीले गरिदिन्छन् त्यहाँ डिटिएसको कनेक्सन हामीले राम्रै तरिकाले बनेको पनि देख्न पाएका हौँ तर अहिलेका लागि यहाँ प्लेयर्सहरू बिस्तारै बिस्तारै रेडी रहँदै गरिरहेको यो अवस्थामा इन्टेन्सिटीहरू थपिँदैछ स्काईलाई टेकन डाउन निकालिएको छ एएसटीका डिजीले त्यहाँबाट अब आफ्नो जुन एउटा राम्रो हाई ग्राउन्ड एडभान्टेजको फाइदा छ त्यसलाई भने चाहिँ राम्रै तरिकाले युटिलाइज गर्न खोज्दै थिए र अहिलेका लागि नजदिक बनिरहेको यो टिम्सहरूलाई एलिमिनेट गर्नका लागि होरो स्पोर्ट्ससँग पनि 2वटा मात्र नै प्लेयर रहेको हामीले देख्न पाइरहेका हौँ रोटोकेको अगेन्स्टमा त्यहाँबाट ग्रेनेड तन्काइएको छ गएको ग्रेनेडले पोसिबली उनलाई डाउन निकाल्न सक्थ्यो एन्ड त्यो ग्रेनेडले गएर त्यहाँबाट एक्ज्याक्टली नै प्लेयरलाई पड्काइदिएको छ अब भने होरो स्पोर्ट्सको लागि फेरि पनि बराबरीको आँकडा हामीले देख्न पाउँछौँ 4-4 को यहाँबाट कहानीहरू पनि बनिदिन पुगेको छ भन्दै थिए काँटाको टक्कर यहाँबाट बन्छ काँटाको टक्करलाई भने चाहिँ हामीले इजिली यहाँबाट देख्न पाएका छौँ होरो स्पोर्ट्स अहिले लागि भने चाहिँ यहाँबाट बिस्तारै बिस्तारै अघि बढ्नका लागि रेडी हुँदैछन् सिचुएसनबाट सिधै अगाडिपट्टि गएर एउटा कम्प्लिट एग्रेसनको आउटबस्ट गर्न खोज्दै गरिरहेको पनि हामीले देख्न पाइरहेका हौँ टिमको एनर्जीको आउटबस्ट के कस्तो हुन्छ त्यो त हामीले देख्न पाएका छौँ इफ एउटा प्लेयरलाई त्यहाँबाट डाउन गर्न उनीहरू सफल हुन्छन् भने डेफिनेटली नै अगाडिपट्टि प्रेसन जानेछ टिमले माथि तर अहिलेको लागि त्यहाँबाट स्काई ओरोलाई टेकन डाउन निकालिएको छ पालो मेबी त्यहाँबाट हामीले एएसटीको टिम्सहरूको लागि बन्दै गरिरहेको पनि देख्न पाइरहेका हौँ स्काईलाई त्यहाँबाट इन्स्टान्टली फिनिस अप गरिएको छ जुन कुरालाई अब होरो स्पोर्ट्सले के कसरी लिन्छन् भन्ने कुरा हो किनभने अब 3वटा मात्रै प्लेयर्सहरू बाँकी हुन् अहिलेको लागि ट्राइबेरे मेसीमाथि 3वटा प्लेयर्सहरूको साथमा नै केही न केही अब्जेक्टिभहरूलाई युज गर्नुपर्नेछ तर अब भने चाहिँ यहाँबाट के कसरी आफ्नो लागि एउटा पाथ बनाउँछन् टिम्सले होरो स्पोर्ट्सको लागि त्यही नै अल्टिमेट डिसिजन रहनेछ त्यही अल्टिमेट गाह्रो डिसिजन रहन पुग्नेछ किनभने 3वटा प्लेयर्सहरूलाई युटिलाइज गर्दै अगाडिपट्टि रहेको जुन कन्टेन्डरहरू छन् उनीहरूमाथि भने चाहिँ 4वटा प्लेयर्सहरूलाई कम्प्लिटली टेकन डाउन गर्न पर्नेछ गाह्रो छ तर होरो स्पोर्ट्सको लागि त्यति बढी इम्पोसिबल नै भन्ने खालको कुराहरू पनि यहाँबाट बन्ने छैन नोफेयर अगाडिपट्टि सिधै फ्रन्टम्यानको काम गर्दैछन् गर्ने क्रममा त्यहाँबाट इलिमिनेसन्सहरूलाई पनि लुर गर्न खोजिँदैछ कम्पिटिटरहरूलाई लुर गर्न खोजिँदैछ जस कारणले गर्दाखेरि पछाडिपट्टि रहेका साथीहरूले के कभर दिन्छन् ग्रेनेडको साथमा पड्काउँछन् भन्ने एउटा विषय बन्थ्यो तर नो ताकि होरो स्पोर्ट्स अलिकति बढी पछाडिएको छ यो फाइटमा अलिकति बढी केही रिगेन गर्न नसकिरहेको जस्तो देख्न पाइएको छ जुन पोजिसनमा छ त्यही पोजिसनमै उनीहरू अड्किएर बसेका छन् तर यहाँ लोटोकेको तर्फबाट केही युटिलिटिजहरू गएको थियो तर प्लेयर्सहरू नजदिएका छन् अनि यो नजदिकीले गर्दाखेरि भने चाहिँ अब एउटा क्लोजली फाइटलाई चाहिँ हामीले देख्न पाउँछौँ कि भन्ने कुरा थियो तर स्लिपी नजदिकै आइसके त्यहाँबाट एउटा राम्रो स्मोकको कनेक्सन्सहरूलाई पनि बनाउने प्रयत्न गरि नै सकेका छन् तर 2वटा ग्रेनेड अब स्लिपीको हातमा छ
यो ग्रेनेडले पोसिबली अगाडिपट्टि रहेको प्लेयर्सहरूलाई पनि डाउन निकाल्न हेल्प भने चाहिँ दिनेछ भन्ने कुरा हो। टोटोकेलाई त्यहाँबाट देख्न पाइएको छ अगाडिपट्टि बढ्नका लागि प्लेयर्सहरू पनि रेडी रहने भए त्यहाँ जुन कुराले गर्दाखेरि भने चाहिँ पटक्कै पनि यहाँबाट स्केप मिल्ने भन्ने खालको कुराहरू देख्न पाइएको छैन। ओरै स्पोर्ट्सको अगेन्स्टमा प्लेयर डाउन भएका थिए, जोनले प्रेसर बनाउँदैछ, त्यही माथि मलीको कनेक्सन। अब त कम्प्लिटली गेट किपिङको सिनारियो नै त्यहाँबाट बनिरहेको भन्ने विषय हो। तर नजिक आएका थिए, स्लिपीलाई पनि टेकन डाउन गरिएको छ एन्ड एएसटीका टिम्सहरूले यो राउन्डलाई पनि यहाँबाट आफ्नो लागि बनाएको जस्तो देख्न पाइन्छ, जहाँ फेरि पनि ओरै स्पोर्ट्सले आँकडा बराबर बनाउनु पर्ने भयो अनि त्यो आँकडा भन्दा पनि माथि चढ्नका लागि अब यहाँबाट खासै राउन्डहरू रहेको देख्न पाइएको छैन। अब हामीसँग 4वटा राउन्ड बाँकी छ यो म्याचलाई छोडेर। यहाँबाट ओरै स्पोर्ट्स अगाडिपट्टिको सिनारियोमा हेर्नुहुन्छ भने एएसटीको फन्दामा पर्ने सबभन्दा बढी चान्सेस रहेको थियो, तर यहाँ होटोकेलाई डाउन निकालिएको छ। स्लिपीलाई पनि इन्स्ट्यान्ट रिटालिएसनमा त्यहाँबाट फसाइएको थियो। यहाँ रिकको अगेन्स्टमा पनि बनिरहेका हामी सिचुएसन देख्न पाउँछौँ। यता होटोकेलाई बचाउन पाउने पर्फेक्ट मौका रिकसँग रहेको छ। र यहाँ मेबी स्काईलाई हेर्नुहुन्छ भने उनले पनि त्यहाँबाट लगभग ब्याटलहरूलाई भने चाहिँ अगाडिपट्टि फर्मेट गर्न खोजिरहेका हुन्। तर यहाँबाट अर्को एउटा ग्रेनेडको कनेक्सनले भने चाहिँ पोसिबली के कस्तो सिनारियोजहरू बनाउनेछ त्यो पनि हामीले हेर्न पर्ने भयो। गएको ग्रेनेडले फेरि पनि होटोकेलाई त्यहाँबाट डाउन गरिदिन्छ। अहिलेका लागि यो सिनारियो पर्फेक्टली राम्रो भने बनिरहेको हामीले देख्न पाइरहेका होइनौँ। अर्को एउटा ग्रेनेडले त्यहाँबाट केही न केही कनेक्टिभिटिजहरूलाई अगाडिपट्टि पुस गर्न खोज्दैछ। एसटीको अगेन्स्टमा त्यहाँबाट फेरि पनि प्लेयरले रिभाइभल भने चाहिँ पाइसकेको हामीले देख्न पाउनेछौँ। प्लेयरको अगेन्स्टमा एउटा जम्पसट बनाउने प्रयत्न, तर उता नोफियरलाई डाउन गरिन्छ। नोफियरलाई फिनिस अप गरिएको छ। दुईजना प्लेयर्सहरूले फाइट देखाउनु पर्ने हो। अहिलेका लागि 4वटा प्लेयर्सहरू पनि त्यहाँबाट सकुशल रहेको हामीले देख्न पाउँछौँ। एएसटीको लागि ग्रेनेडको कनेक्सन बनाउने प्रयत्न हुन्छ। त्यहाँ प्लेयर नजिक आउँदै थिए, पिक्सलेटेड एचपीमा रिकले त्यहाँ प्लेयरलाई डाउन गरिदिएका छन्। त्यो स्प्लिट सेकेन्डमा प्लेयरलाई त्यहाँ डाउन गरिएको थियो, तर फेरि पनि यहाँ हाइट दामीले डाउन गर्दै एएसटीका टिम्सहरूले भने चाहिँ 2 कदम माथि पाइला चालिसकेको देख्न पाउँछौँ हामी। यहाँ आइबेरो मेसी अहिलेका लागि सिनारियोजहरूमा अलिकति गलत फसिरहेका त थिए, तर 81 यो भिक्ट्री र अघिल्लो म्याचको भिक्ट्रीले गर्दाखेरि भने चाहिँ त्यहाँबाट चान्स पाए टिम्सहरूले भन्ने कुरा थियो, तर इन्भिजिबिलिटीले गर्दाखेरि त्यहाँबाट अहिलेका लागि डाउन गर्न पोसिबल बनेन। होरो स्पोर्ट्सको लागि पोसिबली थ्रेट अब यो टिमको रहनै छ कि सिधै प्रेसिङ गर्छ यो टिमले भन्ने कुरामा। तर रिग अगाडिपट्टि बढ्दैछन्, फियरलेसली बढ्दैछन्। मलीको कनेक्सनले पनि हलचल मचाउँदैछ। होटोकेलाई डाउन गरिने भयो। माफिया हाइट दामी त्यहाँबाट डाउन निकाल्नका लागि सफल पनि रहन्छन्। अर्को प्लेयरलाई पनि डाउन गरिन्छ। यहाँ थिए, उनलाई डाउन गरिएको थियो। मल्टिपल ग्रेनेड्स त्यहाँबाट आउन सक्ने पोसिबिलिटिज थियो, तर जायो पछाडिपट्टि देख्न पाइन्छ उनलाई हामीले। होटोकेलाई पनि त्यहाँबाट देख्न पाइन्छ। मेबी जायो थिए र भन्ने कुरा हो। डिजी रहेका छन् सायद, जायो त छैनन् मेबी, यस डिजी रहेका छन्। यता मेबी पुरै स्पोर्ट्सको अगेन्स्टमा अब डिजीले नै फाइट देखाउनु पर्नेछ। अहिलेका लागि क्लोजली होटोकेलाई त डाउन गरियो। अप गर्नका लागि अन्तिम प्लेयर बाँकी डिजी छन् यहाँ, जहाँ आँकडा बराबर बनाउनका लागि होरो स्पोर्ट्ससँग चान्स त छ, अझै पनि स्टिल चान्स त छ। तर यसका लागि के कसरी इनिसिएट गरिन्छ भन्ने कुराले नै हामीले अल्टिमेटली यहाँबाट हेर्न पर्ने हो। अझै पनि टिम्सहरू अगाडिपट्टि बढ्नका लागि रेडी छन्। यहाँ डिजीलाई पनि त्यहाँबाट देख्न पाइएको छ। चुपचाप अगाडिपट्टि आउँदै गर्ने क्रममा पहिलो प्लेयर स्काईलाई त टेकन डाउन गरिएको थियो, तर अहिलेका लागि भने चाहिँ फेरि पनि चान्स दिएको छ। यहाँ होरो स्पोर्ट्स 5-6 को सिचुएसनमा खेल्दैछ, जहाँ हामीसँग अब यो राउन्ड सुध 3वटा मात्रै राउन्ड रहेको पक्कै पनि देख्न पाइरहेका छौँ। लगातार जित्नु पर्ने छ यदि टिमले आफ्नो लागि भिक्ट्री बनाउने हो भने, नत्र भए त पोसिबली यहाँबाट एक्जिट नबन्ला भन्ने कुरा छ। पोसिबली भिक्ट्रीको एक्जिट नबन्ला भन्ने कुरा छ। टिमका कि हार बन्न सक्ने माहौल पनि यहाँबाट बन्दैछ। तर यसका लागि सिचुएसन अझै पनि पोइन्ट निकाल्न सक्ने पोसिबल सिनारियो सेयर गरेर बसिरहेको 2वटा टिम्सहरूले पनि कदम चाल्ने जस्तो सिनारियोमा यहाँबाट देख्न पाइएको छैन। आइबेरो मेसी चुपचाप बस्ने भए, उनीहरूले अब अगाडिपट्टि बढ्दै गर्ने क्रममा फाइटलाई पनि क्लोजली हेर्ने भए, त्यही नै रह्यो विषय। र यसका लागि यहाँबाट टिम्सहरू अगाडिपट्टि जाँदै गर्ने क्रममा नकारात्मक सिनारियोजहरूमा पनि फसिदिन सक्छन्। गाडीको अप्रोच छ, होरो स्पोर्ट्ससँग कम्प्लिटली हाई ग्राउन्डको एडभान्टेज रहेको देख्न पाइन्छ, जहाँ 2वटा प्लेयर्सहरूलाई त इजिली टेकन डाउन निकालिएको छ। तेस्रो प्लेयरको अगेन्स्टमा पनि त्यहाँबाट केही सर्ट्सहरू चल्न खोज्दै थियो। पोजिसन एक्सपोज छ, हातमा ग्रेनेड छ, मली छ, सबै कुराहरूको युटिलिटिजको प्रयोग पनि त्यहाँबाट चाहिँ मजाले हुने थियो, तर अहिलेका लागि नो फियर असफल रहन्छन् त्यहाँबाट आफ्नो पोजिसन जोगाउन। तर 2वटा प्लेयर्सहरूलाई डाउन निकाल्दै त्यहाँबाट प्लेयरले चाहिँ एउटा राम्रो कन्ट्रिब्युसन दिएका छन्। अनि यो कन्ट्रिब्युसनलाई रेस्पेक्ट गर्दै अगाडिपट्टि आएर एउटा राम्रो एसेसमेन्ट्सहरू पनि आउँछ भन्ने आशा त रहेको थियो। तर त्यहाँ स्लिपीको अगेन्स्टमा मेबी एउटा मली गएको छ, जुन मलीले पोसिबली उनको लागि गाह्रो बनाइदिन सक्थ्यो। तर हाइट दामी आउँदैछ, द डिबिएस मास्टर हिमसेल्फ
त्यहाँबाट आउँदै गर्ने क्रममा उनको तर्फबाट पनि त्यो डिबिएस को कनेक्सनलाई हामीले राम्रो तरिकाले देख्न पाउने भयौँ। अब डिबिएस मास्टरसँग फाइट छ यो प्लेयरको, होटोकेले फाइट देखाउनु पर्ने थियो, ब्याकबाट कभर आउँदैछ, स्केप निकाल्न गाह्रो छ, तर डिबिएस मास्टर अगाडिपट्टि बढ्दै गर्ने क्रममा अगाडिपट्टि आएका प्लेयरलाई डाउन निकालिएको छ। अब मास्टरको हातमा गेम छ, जहाँ उनले नै त्यो गेमलाई पनि पोसिबली अगाडिपट्टि देखाउने प्रयत्न गर्ने हुन्। डिबिएस मास्टर आउँछन्, जम्प निकाल्छन् अनि त्यहाँबाट त्यो फाइटलाई पनि कम्प्लिटली इनिसिएट गरिएको जस्तो देख्न पाइएको छ। अनि यहाँबाट होरो स्पोर्ट्सले यो भिक्ट्री सेक्योर गर्दै आँकडा भने चाहिँ बराबरको बनाएको छ। अब 2 राउन्ड हामीसँग छ, 2 राउन्डमा होरो स्पोर्ट्सले अब कसरी आफ्नो लागि भने चाहिँ भिक्ट्रीहरू त्यहाँबाट अनलिस गर्ने छ, त्यही नै हामीले अल्टिमेटली हेर्न पर्ने हो। अहिलेका लागि होरो स्पोर्ट्स के कसरी सम्हालिन्छन् त्यो भन्ने कुरालाई हामीले हेर्न पर्ने छ। एएसटीका रिगलाई त्यहाँबाट हामीले देख्न पाएका छौँ, लुटुके पनि त्यहाँबाट बसिरहेका छन् र यहाँ उटुकेको पनि पोजिसन भने चाहिँ राम्रै अवस्थामा भने चाहिँ रहिरहेको हामीले देख्न पाउनेछौँ। होरो स्पोर्ट्सको लागि कम्प्लिट डिसएडभान्टेज छैन, तर यहाँबाट मेबी हाइटको एडभान्टेज पनि रहेको थिएन टिम्सहरूसँग, तर त्यो कुरालाई कम्प्लिटली डिनाइ गर्दै होरो स्पोर्ट्स अगाडिपट्टि होटोकेको अगेन्स्टमा डाउन निकाल्न भने चाहिँ सफल रहन्छ। अब 3वटा प्लेयर्सहरूको पोजिसन थाहा छ, गाडी घुम्दैछ, डिजीको गाडी घुम्दै गर्ने त्यो सिचुएसनबाट भने चाहिँ पोसिबली उनलाई पनि त्यहाँ नो फेयर समात्नेछन् एन्ड देयर इट इज नो फेयरले त्यहाँबाट त्यो प्लेयरलाई पनि टेकन डाउन गरिदिने भए। अगाडिपट्टि लोटोके रहेका छन्, उनको अगेन्स्टमा पनि पोजिसनको एक्सपोज भने चाहिँ अलरेडी भइसकेको थियो, स्काईलाई टेकन डाउन गर्न सफल रहियो, तर रिगलाई त्यहाँबाट डाउन गरिएको छ। अन्तिम प्लेयर बाँकी छन्, आँकडा 7 को हुन खोज्दैछ। होरो स्पोर्ट्सले बिस्तारै बिस्तारै आफ्नो लागि भने चाहिँ यहाँबाट पोइन्टहरू रिगेन गर्दै नै ब्याटलरलाई पनि राम्ररी तरिकाले देखाइरहेको हामीले देख्न पाउनेछौँ। भर्खरै एउटा राम्रो फर्मेसनमा होरो स्पोर्ट्सलाई आएको पनि हामीले देख्न पाउने भयौँ। रहेको त्यो सिचुएसनबाट मलीले कनेक्सन देखाउने भएन, स्लिपी अगाडि आउन खोज्दैछन्, लोटकीको लागि त्यो पोजिसनले पनि त्यति राम्रो फाइदा दिइरहेको थिएन, तर यहाँ प्लेयर आउँछन् नजदिकै, नो फियरले 1v3 देखाउँदै एएसटीको अगेन्स्टमा ब्याटललाई कम्प्लिटली सकाइदिएका छन्। 7-6 को आँकडा जहाँ एएसटीको लागि अब अन्तिम राउन्ड एन्ड अन्तिम मौका, त्यो 7-7 को आँकडा बनाएर पब्जी मोबाइलमाथि जजमेन्ट छोड्ने। पब्जी मोबाइलको जजमेन्ट के कस्तो रहन्छ त्यो जजमेन्ट पाउनको लागि भने चाहिँ अब उता एएसटीको टिम्सहरूले भने चाहिँ आफूलाई यो राउन्डको विजेता बनाउनु पर्नेछ पावरको साथमा, तर यहाँ डिस्टेन्स अलिकति टाढा छ, डिस्टेन्सलाई पनि मेन्टेन गर्नको लागि भने चाहिँ प्रब्लमहरू त्यहाँबाट इस्टाब्लिस भइदिन सक्ने भन्ने कुरालाई पनि हामीले देख्न पाइरहेका हौँ। अहिले हामीले त्यहाँबाट चेकआउट गर्न पाएका छौँ, उनको तर्फबाट पनि सर्ट्सहरू आउन सक्ने पोसिबिलिटिज त्यहाँबाट हामीले बनिरहेको पनि देख्न पाउने भयौँ, तर स्लिपीलाई टेकन डाउन गरिएको छ। एउटा राम्रो लिड हो यहाँ ट्राइबेरोमेसीको टिम्सहरूका लागि यदि अगाडिपट्टि बढेर इनिसिएट गर्ने हो भने, तर अहिलेका लागि सिचुएसन प्लेयर रिभाइभल पाउन सक्ने चान्सेसहरू पनि एकदम नै बढिरहेको छ। नजदिक आउन खोज्दैछ टिम, अनि यहाँबाट यो गाडीको कनेक्सन एउटा प्लेयरलाई त्यहाँबाट टेकन डाउन गरिन्छ, एकदम नै राम्रो स्प्रे त्यहाँबाट प्लेयरको रहने भयो, इन्स्ट्यान्टली फिनिस अप गरियो, रेकलाई पनि टेकन डाउन गरिएको छ। होरो स्पोर्ट्स 8औं राउन्डको लागि यहाँबाट अगाडिपट्टि बढ्न खोज्दैछन्, रेकलाई पनि टेकन डाउन गरे, सँगै नै डिजीको पोजिसनलाई त्यहाँबाट देख्न पाइने भयो, फोटोको त्यहाँबाट डाउन छन्। अब अन्तिम प्लेयरको लागि पोजिसन अलरेडी एक्सपोज छ अनि स्काईको यो ग्रेनेडले यो फाइनल भिक्ट्रीलाई पनि त्यहाँबाट अनलिज गरिदिनेछ। देयर इट इज, प्लेयरको त्यो ग्रेनेडको कनेक्सन राम्रो बेट एन्ड अन्तिम M416 को त्यो बुलेटको साथमा होरो स्पोर्ट्स बनेको छ। यहाँबाट श्रीपेज स्पोर्ट्स प्रेजेन्स पब्जी मोबाइल वर्ल्ड अफ वन्डर द फाइनल सर्कल जुन चलिरहेको थियो त्यहाँबाट भने चाहिँ होरो स्पोर्ट्सले आफ्नो लागि कम्प्लिटली भिक्ट्री पाइसकेको भने चाहिँ हामीले देख्न पाएका छौँ।